こんにちは、皆さん、お元気ですか？今日は何をしていますか？私は今ちょっとここにいて皆さんに勉強を教えています。よく注意して聞いてくださいね。それでは始めます。ल सुरु गरौँ है त। ल गाइजहरू ल सुरु गरौँ ल कपी पेन लिएर बस्नु होला। ल है त यो चित्रमा चाहिँ के गरे होला त यो याकुसोको सिमास गरे है कि यो तेयो सिमास गरे है कि यारिमास याकुसोको सिमास भनेको के हो याकुसोको सिमास भनेको बाचा गर्नु हैन अनि यो तेयो सिमास भनेको के हो त यो तेयो सिमास भनेको योजना बनाउनु तपाईहरुले पहिले जुन कुरा फिक्स हुन्छ त्यो कुरा जस्तै अब भोलि हजुरहरु पोखरा जाने प्लान गर्दै हुनुहुन्छ हो त्यसलाई के भन्छ फिक्स कुरा के त्यसलाई चाहिँ यो त्यही भन्छ अनि यारिमास भनेको के हो भन्दाखेरि यारिमास भनेको एउटा गर्नु हुन्छ अनि अर्को चाहिँ आफूभन्दा सानालाई अथवा केही कुरा वस्तु जनावरलाई केही दिँदाखेरि जनावर अथवा फूलहरुमा केही दिनु पर्दाखेरि यारिमासको युज गरिन्छ भनेपछि यो के भयो यहाँ चाहिँ बाचा गरिराछ दुईटाम्राले त्यही भएर के भयो याकुसोको सिमास यो के हो यहाँ के गरिराछ सेकुदायो सिमास गरे है कि केन्खाओ ए केन्गाको सिमास गरे है कि केन्खाओ सिमास गरेर सेकुदायो सिमास भनेको गिरियाकारी गर्ने यो सबैलाई थाहा होला हैन केन्गाको सिमास भनेको के हो केन्गाको सिमास भनेको हेर्न जानु अवलोकन गर्नु भन्छ है जस्तै अब केही सिक्ने उद्देश्यले के अझ तपाईहरु स्कुल हुँदाखेरि कुनै नयाँ ठाउँमा सरले लैजानुहुन्थ्यो नि त के सिक्नको लागि हो त्यसलाई के भन्छ केन्गाको सिमास भन्छ अनि केन्खाको सिमास भनेको के हो भन्दाखेरि के हो त झगडा गर्नु यहाँ के गरिरहेछ यिनीहरु झगडा गरिराछ एन्सर के भयो केन्खाको सिमास अनि यो के हो त सान्दोइचु सारादा अनि खारे के हो त यो सान्दोइचु भनेको स्यान्डविच सारादा भनेको सलाद अनि खारे भनेको के हो करी यो के हो त सान्दोइचु ल कोनो खान्जी वा नान्नो खान्जी देस्का यो खान्जी चाहिँ के को खान्जी हो त गुड मायासा हानानी मिजुओ नानी इमास अघि मैले हजुरहरुलाई भनिसके थिए केही कुरामा केही हाल्नु पर्दाखेरि के लाग्छ अरे एक कसैलाई केही दिन पर्दा आफूभन्दा सानोलाई अथवा जनावरहरुलाई केही दिँदाखेरि यारिमासको परेको हुन्छ त्यही भएर के भयो यहाँ यो माथिको यो सुरुको खान्जी के हो नान्नो खान्जी त्यसका इरेते भनेको के हो भित्र हाल्नु अथवा भित्र राख्नु अनि यात्ते भनेको के हो गर्नु यसको मैले भनिसके यो पनि के भयो यात्ते भयो यहाँ के भने कोनो गोरो वा ओ खाने नानी कोनो खान्जी वा नान्नो खान्जी त्यसका दाइजौ देस्ने मिनासान वा जेउजु देस्ने हाय ताइएन देश के हुन्छ त यहाँ कोनो गोरो वा ओखाने यो समयमा चाहिँ पैसा डट अनि यो के हो ताइएन गाह्रो छ भने यो समयमा पैसा नभएमा गाह्रो हुन्छ हैन नभएर गाह्रो हुन्छ भन्नुपर्यो नाइदे भनेको के हो नाइदे भने जस्तै अब ताबे नाइदे भनेको नखानुहोस् अब ओखाने नाइदे भनेको पैसा नुहोस् हुन्छ पैसा यो नाइदे भएन अनि नाकुते भनेको अब जस्तै ओखाने भनेको के हो ओखाने भनेको नाउन हो एउटा नाउन पछाडी हामीले के भन्छ ना अनि कुते भन्ने हामीले पहिले पढेको ग्रामर हैन अनि नाकुतेमा भनेको नभए पनि भनेको के भयो यो समयमा पैसा नभए पनि गाह्रो हुन्छ र हुँदैन नाकुते भनेसी यो समयमा पैसा नभएमा गाह्रो छ पैसा नभएर गाह्रो छ कोनो नान्नो खान्जी त्यसका हाय मिनासान वा जेउजु देस्ने निकु कोनो खान्जी वा निकु देस्ने कोनो निकु वा नानी इ देश कोनो निकु वा हिरुकुते खाताई यावरा खाकुते
minasan wa जेउजु desu ne yawarakakute ल अब यहाँ चाहिँ के गर्ने दिएको छ सिधै खान्जी चिने हुँदो रहेछ यो खान्जी चाहिँ के को खान्जी हो त पढमा सिगोतोको खान्जी हो कि बेन्जी हो कि हेन्जी हो सिगोतोको त होइन बेन्जी भन्नेको के हो मिनिङ पनि बेन्जी भनेको त मैले पढेको छैन अहिलेसम्म मिनिङ थाहा भएन बरु बेन्जिउ भनेको चाहिँ शौचालय हुन्छ बेन्जी भनेको थाहा भएन है अनि हेन्जी भनेको के हो रिप्लाई हाय कोनो खान्जी वा हेन्जी देश ने मिनासान वा जेउजु देश ने वा किगा के को खान्जी हो त यो हो ताउरे तेइरो नोदे डडडट कोनो खान्जी वा नान्नो खान्जी देशका के को खान्जी हो त यो यहाँ के भने को यहाँ चाहिँ रुख अनि ताउरे मास भनेको यो रुख यो केही कुरा ढल्नु लागि हुन्छ ताउरे मास भन्छ यहाँ चाहिँ रुख ढलेकोले के भयो तोरे मासिन हुन्छ कि तोरे मासिन हुन्छ कि दोरे मासिन हुन्छ एक्ज्याक्टली तोरे मासिन भनेको तोरे मासिन भनेको के हो बाटो जस्तै तोरे मास भनेको के यही बाटो भएर जानुहुन्छ भने अब तोरे मासिन भनेको के हो जान मिल्दैन जान सकिँदैन भन्ने जस्तो यहाँ चाहिँ के भयो यहाँ चाहिँ रुख ढलेकाले के जान सकिँदैन तोरे मासिन भनेको हुँदैन मिनिङै हुन्न दौरे मासिन भनेको मिनिङै छैन त्यो भएर तोरे मासिन नेक्स्ट यहाँ के भने कोनो खान्जी वा नान्नो खान्जी त्यसका हायाकु हिरागानागा नानी रेन्स्यु ओसितेइमास भनेको छिटो हिरागाना अब तल यहाँ के भने उत्तरमा डर नानी अनि प्र्याक्टिस गर्दैछु भन्नुभयो के हुन्छ त यो मेरो यो योमिमासको खान्जी भयो हैन यो मेरो योनी भयो हुन्छ कि यो मेरो हुन्छ कि यो मेरो तामेनी हुन्छ छिटो हिरागाना पढ्न सक्ने गरी प्र्याक्टिस गर्दैछु अब यो के हो त के खान्जी हो यो सुरुको योरुको खान्जी योरु बासुगा नाकुते यो के को खान्जी हो तोमोदाची नो उची नि नानी कोतोगा आरिमास हामीले कोतोगा आरिमास भनेको के हो भनेको गएको अनुभव छ जस्तै हामीले पढ्दै थियौ नि लेसन कतिमा थियो अरे 19 मा लेसन 19 मा कोतोगा आरिमास भनेको अनुभव छ भनेर हामीले पढ्दै थियौ अब के भयो योरु बासुगा नाकुते तोमोदाची नो उची नानी कोतोगा आरिमास अब यो सुरुको खान्जी के हो यो राति बस नभएकोले के भयो त साथीको घरमा के हुन्छ डडडट अनुभव छ अब यो माथिको सुरुको खान्जी के हो यो तोमारी मास भनेको के हो बसहरु रोक्नलाई बल्ल तोमारी मास भन्छ हैन अनि यो सेकेन्ड खान्जी के हो यो खान्जी हो के को खान्जी हो यो पनि तोमारी मास रोकिनु जस्तै हामीले होतेरुनु तोमारी मास भनेर हामीले पढ्दै थियौ नि अनि यो खान्जी के को यो हाइरी मासको खान्जी हैन के हुन्छ त अब हामीले होटलमा रोकिन कसैमा रोकिन पर्यो भने हो यो हुन्छ यो खान्जी सम्झिनु होला है होतेरुनु तोमारी मास हामीले भनेर पढ्दै थियौ नि त के भयो त कुनै ठाउँमा बास बस्नु भन्ने हुन्छ कि यसले बास बस्नु भन्ने जनाउँछ भने यसले चाहिँ रोकिनु भनेर रोक्नु भन्ने जनाउँछ केही दिनको लागि बास बस्नुलाई यो युज हुन्छ भने रोक्नु भन्नु पर्यो भने यो माथिको युज हुन्छ अनि भित्र पस्नु भन्नु पर्यो भने यो युज हुन्छ हामीलाई परेको के हो राति बस नभएकोले साथीको घरमा बसेको अनुभव छ भनेपछि के भयो यो